पछिल्लो समय नेपालमा डिजिटल सुरक्षाको चिन्ता एकदमै बढेको छ। आजको यो विश्लेषणमा हामी हालै भएका केही घटनाहरूलाई हेर्दै यो विषयको गहिराईमा जानेछौँ अनि व्यक्तिगत सतर्कता किन यति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा पनि केलाउनेछौँ। पछिल्लो समय त के सामाजिक सञ्जाल के समाचार जताततै एउटै खबर सुनिन्छ। सरकारी वेबसाइट ह्याक भयो। यो त अब बारम्बार सुनिने कुरा भइसक्यो होइन त? अनि यो यस्तो कुरा हो जसले चाहे थाहा पाएर होस् वा नपाएर हामी सबैलाई असर गरिरहेको हुन्छ। ल अब यो बढ्दो डिजिटल असुरक्षाको विषयलाई अलिकति गहिरेर हेरौँ न। यी यत्तिकै भएका सामान्य घटनाहरू होइनन्, यिनीहरूले एउटा निकै ठूलो र गम्भीर समस्यातर्फ इसारा गरिरहेका छन्। हेर्नुस् त, कहिले हेलो सरकार, कहिले लुम्बिनी प्रदेशको वेबसाइट अनि राष्ट्रिय परिचय पत्र विभाग र निर्वाचन आयोग जस्ता अति संवेदनशील निकायहरू निशानामा परेका छन्। यो कुनै एक पटकको घटना मात्र होइन, यो त एउटा प्याटर्न नै बनिसक्यो, एकपछि अर्को आक्रमण। यसले कतै हाम्रो डिजिटल पूर्वाधार कमजोर पो छ कि वा साइबर सुरक्षालाई प्राथमिकता नै नदिइएको हो कि भन्ने जस्ता गम्भीर प्रश्नहरू खडा गर्छ। हो नि, यस्तो एकपछि अर्को आक्रमणको खबर सुनेपछि मनमा प्रश्न त आउने नै भयो। के हाम्रो सरकारी र व्यक्तिगत डिजिटल सुरक्षा साँच्ची कमजोर हुँदै गएको हो त? सोच्नुहोस् त, जब ठूल्ठूला सिस्टमै यति जोखिममा छन् भने एक व्यक्तिको रूपमा हामी कति सुरक्षित होलाौँ र? सरकारी तहको असुरक्षाको कुरा त छँदैछ, तर अब यसले हरेक व्यक्तिमा पार्ने असरबारे सोचौँ। मूल प्रश्न नै यही हो, कि हामी इन्टरनेटमा सुरक्षित छौँ त? इन्टरनेट चलाउने हरेक व्यक्तिले यो प्रश्न आफैलाई सोध्नै पर्ने बेला आइसकेको छ। एकछिनलाई सोचौँ त कि आफ्नो वा कुनै साथीभाइ आफन्तको जीवनमा यस्तै कुनै डिजिटल दुर्घटना भएको छ। यी समस्याहरू हामीले सोचेभन्दा धेरै नजिक छन्। जस्तै थाहै नपाइकन ब्याङ्क खाताबाट पैसा गायब हुनु, मोबाइल वालेटबाट रकम चोरी हुनु, अथवा आफ्नो फेसबुक र व्हाट्सएप अरू कसैले चलाइदिनु। अझ डरलाग्दो कुरा त के भने आफ्नै अनलाइन आइडी प्रयोग गरेर अरूलाई नै ठगी वा ब्ल्याकमेल गरेको घटना। यी सबै व्यक्तिगत डिजिटल खतराका वास्तविक उदाहरणहरू हुन्। यी सबै घटनाहरूले एउटा ठूलो प्रश्न खडा गर्छ, के हामीले अनलाइनमा राखेका हाम्रा व्यक्तिगत विवरणहरू साँच्चै सुरक्षित छन् त? हामीले विभिन्न एप र वेबसाइटलाई विश्वास गरेर दिएको जानकारीको अवस्था के होला? र यसले अझै डरलाग्दो सम्भावनातर्फ सङ्केत गर्छ। कतै ह्याकरहरूले सरकारी वा निजी डेटाबेसबाट हाम्रा विवरण चोरेर डार्क वेबमा बेचिरहेका त छैनन्? यो कल्पना मात्रैले पनि आङ सिरिङ्ग हुन्छ। तर हरेक समस्यासँगै समाधान पनि हुन्छ। अब यो विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण खण्डमा प्रवेश गरौँ, व्यक्तिगत सतर्कताको महत्त्व। किनभने हाम्रो सुरक्षाको सबैभन्दा ठूलो तालाचाबी हामीसँगै छ। आजको डिजिटल दुनियाँमा स्क्याम, फिशिङ, म्यालवेयर र ह्याकिङ जस्ता जोखिमहरू हरेक दिन नयाँ नयाँ रूपमा आइरहेका छन्। यिनीहरूको तरिका र स्वरूप सधैँ बदलिरहन्छ, त्यसैले हामी सधैँ चनाखो रहनुको विकल्प नै छैन। यो स्लाइडले कुरालाई एकदमै छर्लङ्ग पार्छ। एकातिर छ सिस्टम, सरकार वा एप बनाउने कम्पनीमा मात्रै भर पर्नु, जुन आजको दिनमा पटक्कै पर्याप्त छैन। अर्कोतिर छ आफै सचेत, स्मार्ट र अप टु डेट रहनु, जुन हाम्रो डिजिटल सुरक्षाको लागि अत्यावश्यक भइसकेको छ। त्यसो भए सुरक्षित रहन के कस्ता उपायहरू अपनाउन सकिन्छन् त? ल अब केही व्यावहारिक र महत्त्वपूर्ण तरिकाहरू हेरौँ जसले हाम्रो डिजिटल जीवनलाई सुरक्षित बनाउन पक्कै मद्दत गर्छन्। ल अब आफ्नो डिजिटल जीवनलाई कसरी सुरक्षित राख्ने त? के एकदमै जरुरी कुराहरू छन्, ध्यान दिएर सुनौ है। पहिलो, सधैँ बलियो पासवर्ड र टु फ्याक्टर अथेन्टिकेसन, जसलाई 2FA भनिन्छ, त्यो त अनिवार्य नै हो। दोस्रो, नचिनेको लिङ्क देख्ने बित्तिकै क्लिक गरिहाल्ने बानी छ भने अब 10 पटक सोच्नुपर्छ। तेस्रो, ब्याङ्कबाट आउने OTP, त्यो त ज्यान गए पनि कसैलाई दिने होइन। अनि बाहिर कतै जाँदा पब्लिक ठाउँको फ्री वाइफाईमा ब्याङ्किङ वा फेसबुक जस्ता संवेदनशील कुराहरू लगइन गर्ने काम त आजैबाट बन्द। आफ्नो मोबाइल र कम्प्युटरको सफ्टवेयरलाई सधैँ अपडेट राख्नु पनि उत्तिकै जरुरी छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने साइबर सुरक्षाबारे आफै पनि सिक्ने र आफ्नो परिवार साथीभाइलाई पनि सिकाउने। सारमा भन्नुपर्दा डिजिटल सुरक्षा अरू कसैले सुनिश्चित गरिदिने कुरा भन्दा पनि आफ्नै हातमा भएको जिम्मेवारी हो। प्रविधिले पक्कै सहयोग गर्ला, तर अन्तिम नियन्त्रण र सतर्कता हाम्रो आफ्नै हुनुपर्छ। र अन्त्यमा यो कुरा सधैँ याद राखौ, सबैभन्दा ठूलो सुरक्षा व्यक्तिगत सतर्कताबाटै आउँछ। सिस्टम वा प्रविधिले एउटा तहको सुरक्षा देला, तर हाम्रो आफ्नै होशियारी र चेतना नै सबैभन्दा बलियो ढाल हो।
त्यसैले सधैँ सावधान रहौ, सुरक्षित रहौ र डिजिटल दुनियाँमा स्मार्ट बनौ।